ल पैसा पनि भनौँ न त हल्का फुल्का पैसा हजुरलाई त्यही 10,000 10,000 मात्र यसको अफर राखेको हजुर एघार सौ यो ओरिजिनल जराको ज्याकेट ओरिजिनल है 100% ओरिजिनल 10,000 मात्रै रे 10,000 मात्रै सो साइज मिल्यो भने ग्राब इट मिडियम यसको प्राइस कति पहिला भन्नु त यसको नयाँ डिजाइनमा आउँछ ए ओके 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 पछाडि यस्तो छन् यो दुईटा ओके निकाल्नु मिल्दैन अगाडि फेरि एकचोटि ओके सो यो चाहिँ यो पनि अहिले वेदरलाई गजब हुन्छ है कति छ यसको प्राइस तर बवाल छ मटेरियल के चेक दिस एक छ इज प्लेन अफ कोर्स ओके अगाडि कति छ यसको प्राइस त्यसमा कति छ नि यो सुपर ड्राईको कति छ प्राइस यो चाहिँ नयाँ आएको अहिले यो ड्यासको पछाडि नयाँ पनि भित्र आइटम हो ए भित्र सबै फर रहेछ त यहाँ यसरी गऱ्यो भने द टक्कर ज्याकेट लिभाइसको एकदम मिलाएर दिन्छु रे है यो चाहिँ ल केटा साइज मिलिहाल्यो भने भनिहाल किनकि कलर इज मिठो फुलको राइट इनसाइड मटेरियल्स कति छ यसको प्राइस वार्षिक के भन्छ त्यही हजुर एनिभर्सरी अफर ओके सन्स गुड यो अति राम्रो छ मटेरियल नै कस्तो छ कि लाइक प्यारेड कति छ यसको यसको पनि त्यही हो है 10,000 आउँछ 10,000 हो ओरिजिनलको अफरमा 10,000 मा आउने भयो है साइजेस What's up guys? So this is gonna be a original clothing video. So यो चाहिँ बङ्गलादेशी प्रोडक्ट होइन यो चाहिँ उनीहरूले सोरुमबाटै ल्याउने प्रोडक्ट हो है केटा हो सो अलिकति प्राइस त्यो अलिकति हुन्छ होला तर उसले चाहिँ खासै प्राइस धेरै पनि राख्दैन रिजनेबलै राख्छ सो हेरौँ है सो हामी चाहिँ अहिले बौद्धमा छ बौद्धको यो आले कम्प्लेक्स है सो यो चाहिँ लोकेसन पाउन अलिक गाह्रो छ यो बौद्धको यो आले कम्प्लेक्स भन्ने चाहिँ यो अरब ब्याङ्कको अपोजिटमा छ क्या तर एनिवे आई ट्राई टु पुट द त्यो गुगल म्याप राखिदिन्छु लिङ्क भिडियोको डिस्क्रिप्सनमा होइन जस्ट इन केस इफ यु गाइज गेट कन्फ्युज भ्याली भएर पनि डेलिभरी गर्छ बहिनीले है सो पहिलादेखि नै चलिरहेको यो लामाज कलेक्सन सबै ओरिजिनल बाहिरबाट लिएर आउँछ हेलो बहिनी हेलो हेलो थ्याङ्क यू फर कलिङ मी अगेन है फेरि बोलाउनु भयो बहिनीले होइन सो नयाँ आएछ अरे है राइट सो अहिलेसम्म नो कम्प्लेन्स है बहिनीको पसलबाट अहिलेसम्म कस्टमर्स आर रियली ह्याप्पी नाइस कमेन्ट्स है किनकि अहिले राम्रो कमेन्ट गरेको छ त्यही कारणले चाहिँ यसो हेरौँ न आज डाउन ज्याकेट्सहरू सो बहिनी कहाँबाट देखाउने नयाँ सामानहरू है ओके उताबाट पनि छ है उता पनि देखेको छु राइट सो कहाँबाट सुरु गर्ने त सो बहिनीले भने जस्तो लाग्यो बङ्गलादेशी प्रोडक्ट चाहिँ होइन भिडियो सुरु गर्नुभन्दा अगाडि होइन सो यो चाहिँ सोरुमबाट ल्याउनुहुन्छ तपाईँले 100% सोरुमबाट आउने हो ओरिजिनल सामान पाउनुहुन्छ हजुरले विश्वास लाग्दैन भने स्टोर भिजिट गर्दा पनि हुन्छ सामान हेरेर थाहा हुन्छ है हजुर ओके लेट्स स्टार्ट हुन्छ हुन्छ हाम्रो नाइकी यो हो नाइकी ज्याकेट अलिकति रिभर्सिबल ए रिभर्सिबल हो बोथ साइड्स यो चाहिँ अलिकति बाक्लै छ है अहिलेको वेदरलाई यो चाहिँ भित्र फेदर रहेछ है सिलिकन होइन रहेछ राइट सो यो चाहिँ जिपर ओके यहाँ साइडमा जिपर यो साइडमा जिपर सो यो चाहिँ बोथ साइड चाहिँ एकछिन निकाल्नु न पछाडिको पनि डिजाइन हेर्नु पर्ला नि एकचोटि राइट सो दिस इज द डिजाइन यहाँ चाहिँ नाइकको प्रिन्ट रहेछ पछाडि ओके अनि पछाडि नाइकको ब्रान्डिङ पनि गरेको छ यो त अनि क्याप चाहिँ निकाल्न नमिल्ने खालको हो सो यो चाहिँ रिभर्सिबल बोथ साइज भयो है राइट ओके ए ठिक छ यतिकै ठिक छ यो बुझिहाल्छ त्यो ह्याङ्गरमा राख्दैन हुन्थ्यो सो यो बोथ साइड लाउने मिल्यो होइन राइट 2 in 1 भयो ओके सो यो चाहिँ डिफ्रेन्ट कलरमा सेम कलर हो ए सरी सेम कलर डिफ्रेन्ट साइजेस होइन लङमा छ फेरि एउटा ए यसको प्राइस कति छ पहिला भन्नु त यसको यसको चाहिँ फर्स्टमा क्यालकुलेटर हान्नु पनि हो हस् 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 सो लेट्स लुक एट दिस यसको प्राइस चाहिँ हजुरलाई 16,000 नेपाली होइन सो 16,000 मा आउँछ अरे केटा यो राइट अब अर्को यो अर्को छ दाइ है हजुर यो त्यो लामोवाला चाहिँ ओके लङमा राइट कति रहेछ निको पनि अलिकति आउने रहेछ हो यहाँ चाहिँ अलिकति ओपन हुने भयो है अलिकति डाउनफिल नै हल्का डाउनफिल छ है पातलो नाइस बाइकहरू चलाउँदा गजब होला जस्तो त यो त है यो त रेन पनि जान्छ क्या पानी यसो हेर्दाखेरि खै
है खै दाइ अब त्यो थाहा भएन है तपाईँलाई तर यसो मेटेरियल हेर्दाखेरि चाहिँ अलिकति पानी सानी पनि धान्छ जस्तो छ पछाडि प्लेन हो है सो लामोमा छ अनि क्या ठिकै छ यतिकै राख्नु हुन्छ यो टोपी पनि यसो देखाइदिनु। ए टोपीमा हल्की छ कि क्यापमा अलिक तातो हुनु है बिहानै बिहान वकतिर जाँदा पनि हुने रहेछ यो त है साइजमा चाहिँ फेरि दाइ एक्सेल मात्रै छ ए एक्स्ट्रा लार्ज मात्रै हो यो अर्को साइजहरू चाहिँ यसको उयो भयो ए कट भयो हजुर एक्सेल साइजमा लुज फिट नै रहेछ यो है खोल कति छ यसको प्राइस 15,000 आउँछ दाइ लास्ट 15 सम्म आउँछ यो ओके अर्को हेरौँ न त अनि अहिले यो पुमा पुमाको पुमा र फरारीको रहेछ है ओके सो यस्तो छ डिजाइन राइट यो फरारी चाहिँ 25 आर्टिकल है दाइ हजुर 25 को आर्टिकल भनेपछि 24 को अर्कै थियो डिजाइन होइन ए 23 को अर्कै थियो यो चाहिँ के भन्छ वर्षै पछि नयाँ डिजाइन हो नयाँ डिजाइन आउँछ ए ओके 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 पछाडि पछाडि यस्तो छन् यो डिटेल ओके निकाल्नु मिल्दैन अगाडि फेरि एकचोटि हजुर ओके सो यो चाहिँ यो पनि अहिले वेदरलाई गजब हुन्छ है को त्यस्तो भुक्को पनि छैन सो त्यही कारणले चाहिँ यो चाहिँ फेब्रुअरी मार्चसम्म पनि फेब्रुअरीको मजाले त्यसम्म पनि हुन्छ कि धान्छ कति छ यसको प्राइस यसको हजुरलाई 19,000 19,000 है ओके यसकै यसमा रेटमा छ यसको कलर डिफरेन्स थियो होइन त्यही हो सो डिजाइन मात्रै कलर मात्रै फरक हो डिजाइन इज द सेम रेटमा र ब्ल्याकमा हो रेड हजुर अनि प्राइस पनि त्यही हो त्यसको पनि सेम हो। सेम हो हजुर ए ओके अर्को हेर्नु न त हजुर अनि यो भइहाल्यो यो चाहिँ भवाल छ यो हेरौँ न साइज सरी दाइ यसको साइजमा चाहिँ स्मल मिडियम लार्ज पाउनुहुन्छ है स्मल मिडियम लार्ज छ हजुर यस्ता small त्यसमा पनि सेम हो ओके हजुर यसको चाहिँ मसँग अहिले एक पिस मात्रै छ दाइ है ओको तर भवाल छ मटेरियल के छेक्दैछ एउटा एक पिस छ छिटो यो चाहिँ छिटो मिल्छ भने साइज छ कसैलाई ज्याकेट चाहिएको छ भने म निकालिदिन्छु है ल तपाईँ समान्दैछ नि पछाडि पनि हेर्छु पछाडि हेर्नु त एकचोटि पछाडि इज प्लेन अफ कोर्स ओके अगाडि कति छ यसको प्राइस यसको हजुरलाई आउने प्राइस भनेको 20,000 दाइ 20,000 सम्म आउँछ है ओके कुल 20,000 अब यहाँ पसल के भन्छ स्टोरमा आउनु भयो भने त अब अलिअलि त तल माथि भइहाल्छ नि हाम्रो ए हो माथि चाहिँ नजाओस् तल चाहिँ जान्छ होला नि है ठिक छ ठिक छ एउटा छ यो पनि हाफमा है मटेरियल एक्सेल मात्रै छ फेरि यसको साइज है हो मटेरियल चाहिँ राम्रो के है राम्रो छ कति छ यसको पैसा चाहिँ यसको हजुरलाई 14,000 14,000 तल माथि हुन्छ होला नि तपाईँले भनिहाल्यो मैले पनि भनिदिइहालेँ ए हुन्छ 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 ओके अर्को दाइ हो हजुर हजुर साइड ब्याग ए ज्याकेटहरू साइड ब्याग पनि टन्नै छ बहिनीसँग यो सुपर दाइको यो चाहिँ एक्सेल साइजमा छ यो चाहिँ एक्स्ट्रा लार्जमा ओके खोल हातमा यस्तो छ तल पनि त्यस्तै हो सबै साइजहरू थियो मसँग हजुर अहिले चाहिँ अब ए कट भयो ए एक पिस छ यसमा है हजुर पछाडि प्लेन नै होला प्लेन नै रहेछ है एक्सेल साइज चाहिँ कसैलाई हुन्छ भने हजुर त्यसो भए कति छ नि यो सुपर ड्राईको कति छ प्राइस यसको हजुरलाई 20,000 20,000 हो ओके सो यसको चाहिँ 20,000 है यो चाहिँ वार्मली प्याडेड है दिस इज वार्मली प्याडेड अनि अर्को ल बहिनीले हाइट नभ्याउने रहेछ बर्बादै भइदियो ल यो पनि सुपर दाइ हो सुपर ड्राईको है सुपर ड्राई स्टुडियो यस्तो छ चेन इज भेरी डिफरेन्ट है राम्रो छ चेन ओके पछाडि यसो मै निकालिदिन्छु है त लिनुहोस् ल पछाडि देखाउनु त पछाडि प्लेन छ अनि अहिलेसम्म देखाएको हुडी सबै एट्याचेबल हो अनि यसको प्राइस कति छ यसको हजुरलाई 25,000 ए 25,000 सम्म आउँछ यो 15% डिस्काउन्टमा आउँछ दाइ यो ए 25 मा पनि 15% कि ए डिस्काउन्ट हजुर ए ब्रिटिस डिजाइन है ट्यागहरू राम्रोसँग छ तर डोन्ट वरी बहिनीको चाहिँ जे भने त्यही हो सामान है पुरा सोरुमबाटै ल्याउने हो अहिले बङ्गलादेशी भए त सस्तो पर्थ्यो होला अब त्यसमा अब मटेरियल अलिकति त्यही भनेको बङ्गलादेशको सामान चाहिँ अलिकति फरक नै देखिँदो रहेछ उयो हल्का साइनीमा रहेछ यो राइट यो चाहिँ बाक्लो चाहिँ डाउन यो त नयाँ आएको अहिले ए ड्यासको पछाडि
नाइस नयाँ पनि फेरि 25 आर्टिकल हो ओके cool right भित्र यो चाहिँ हल्का लाठी सामान छैन भयो ए cool कति छ यसको प्राइस हजुरलाई 25,000 छ 25,000 ओके सामान पनि राम्रो पैसा पनि राम्रो रहेछ के भन्छ 15% सम्म हालिदिन सक्छ त्यसमा अझै 15% सम्म तल हान्छ है माथि त हान्दैन नि 15% माथि तल अरे है डिस्काउन्ट दियो ओके ओके अर्को अनि यो लिभाइस एउटा छ है ए ओके लिभाइसको मसँग एक पिस बचेको छ जिन्स ओके यो पनि ओके त्यस्तो पातलो चाहिँ छैन रहेछ भित्र भुवा ए भुवावाला रहेछ नि भित्र है ए भित्र सबै फर रहेछ त यो यसरी गऱ्यो भने द टकर ज्याकेट लिभाइसको नाइस यस्तो हो नि त अहिले वेदरमा त लार्ज साइज है पछाडि प्लेन रहेछ है सो सबै प्लेन छ नो प्रब्लम अनि कति छ यसको प्राइस यसको हजुरलाई 16,000 छ यसमा पनि त्यही अलिअलि मिलाउँछ हजुर मिल्छ ओके हजुरलाई यसको चाहिँ मैले साइज भन्नु बिर्सेँ ए ओके साइजमा हजुरको स्मल मिडियम लार्जमा छ है स्मल मिडियम लार्ज ओके ओके त्यसमा चाहिँ त्यो एउटा हो यो पनि भर्खर नयाँ आएको यससँग भएको हजुर टेरेक्स ओके टेरेक्स पनि नयाँ हो हो 25 आर्टिकल हो ए ओके टेरेक्सको दिस इज अल्सो वार्मली प्याडेड ओके पछाडिको डिजाइन यस्तो छ यसमा चाहिँ हुडी आउँदैन अगाडि फेरि एकचोटि यता सामान त माथि ओके राइट भित्र इज लाइक दिस है पुरा डिटेल्सहरू पनि छ ओके कति छ यसको प्राइस यसको हजुरलाई 19,000 छ यसमा पनि 15% 15% छ हजुर 20% सम्म दिन सक्छौँ ओके ओके त्यो पनि राम्रै हो हजुरको भ्युजरहरू हुन्छ नि हजुर हजुर उहाँलाई चाहिँ नाइस 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 ओके एनदर वान प्लिज यो भयो पुमाको हजुर ओके निकालिदिउँ कि बहिनीलाई म हेल्प गर्छु अलिकति कलर अप्सन डिजाइन पनि रहेछ हजुर पिस पनि 2 पिस मात्रै हो ए हो ओके ओके यो चाहिँ नेभी ब्लूमा यो हजुरलाई होइन ब्ल्याक कलर ब्ल्याक हो यो ब्ल्याक हो साइज मिडियम साइज मिडियम है यो साइज मिडियम ओके पछाडि ओके डिट्याचेबल होइन एट्याचेबल हो यस्तो छ डिजाइन क्याप पनि यस्तो भइहाल्यो को अगाडि फेरि भयो नि पछाडि ओके पुमाको प्रिन्ट ओके कति छ यो पुमाको यसको चाहिँ अब मैले किनकि यसको मिडियम साइज ब्ल्याकमा एक पिस हो हजुर यो एक्सेल साइज हो होइन ग्रिनमा ए ओके यिनीहरूको चाहिँ मैले एकदम धेरै डिस्काउन्टमा राखिदिएको छु कि 2 पिस मात्रै भएर ए ओके ओके डिस्काउन्टमा छ भिजिट गर्नुहोस् मलाई भन्नुहोस् म हजुरलाई मिलाएर एकदम होइन ओके ओके एकदमै मिलाएर दिन्छु नि ओके लास्ट पिस भएर ओके त्यो पनि छ आई मिन लाइक ओके अब यता जाउँ है हस् हस् हुन्छ त्यहीँ जाउँ स्लिपर्स ओके अनि अर्को यो नाइकीमा छ नाइस डिजाइन यो डिजाइन पनि यो छ भाइ हजुर वार्मली प्याडेड छ माइक्रो एम्ब्रोइडरी ओके निकाल्नुहोस् हजुर सो देन यो तलको डिजाइन इज फरक समथिङ डिफ्रेन्ट डिजाइन है पछाडि यस्तो छ ओके अगाडि फेरि डिटेल्सहरू ओके नाइस कति छ यसको यस्तो भाइ हजुर 12,000 सम्म दिन सक्छु 12,000 सम्म आउँछ है लास्ट ओके यसको साइजमा चाहिँ मिडियम मिडियम र लार्ज ओके हजुर हजुरलाई एक्सपेन्स यो त अघि नै भइहाल्यो हजुर हजुर यिनीहरू भइहाल्यो अनि यो एक पिस छ मसँग है नाइस यो लार्ज साइजमा हो लार्ज साइजमा हजुर यो ब्रान्डमा हो होइन पुमा हो हजुर पुमाकै यो के भन्छ कोलाबोरेसन फर्मुला 1 अनि यो एक पिस छ एक पिसमा हजुरहरूलाई कसैलाई हुन्छ भने लार्ज साइज हुन्छ भने युरो साइज हो लार्ज साइज हुन्छ भने प्राइस भनेको मलाई कन्ट्याक्ट गर्नुहोस् मेरो भाइ के सरी वाट्सएप इन्स्टाग्राममा मेसेज गर्नुहोस् उहाँलाई म एकदम मिलाएर ओके एकदम मिलाएर दिन्छु रे है यो चाहिँ ल केटा साइज मिलिहाल्यो नि भनिहाल किनकि कलर इज मिठो साइजमा चाहिँ कहीँ नपाउने सरी युरो लार्ज साइज प्राइसमा चाहिँ कहीँ नपाउने प्राइसमा पाउनुहुन्छ यो चाहिँ ओके त्यस्तो भनिहाल्यो है कुल नाइस त्यस्तो अफर दिनुपर्छ टाइममा अब अर्को होइन मेरो किनकि अब यो मेरो के भन्छ
1 वर्ष भयो ए 1 year हजुर पसल खोलेको ओपन गरेको अनि त्यसकै उसमा पनि छ त्यही भएर पनि हो कि दाइ त्यो पनि हो ठिक 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 एकदम राम्रो डिस्काउन्ट छ है दाइ हजुर हजुर अब यो भइहाल्यो हैन अघि देखाएको हैन यो अब यो एड्रेसको भर्खर नयाँ आएको भनेर मैले ए देखाएको यो पनि राम्रो छ त यो चाहिँ नन साइनीमा है यो चाहिँ अघि साइनीमा भयो यो पनि छ एउटा दिस इज नन साइनीमा यो चाहिँ एक्सेल साइज हो फेरि एक्सेल हजुर मटेरियल नै राम्रो छ क्या है ओरिजिनल भनेपछि मटेरियल नै फरक हुने क्या हो एकदम प्लेन डिजाइनमा यस्तो छ डिटेल्सहरू छ बहिनी त सामान त चेन खोलिहाल्छ हल्का फुल्का राइट इनसाइड मटेरियल्स कति छ यसको प्राइस यसको पनि त्यही हो दाइ यो पनि एक्सेल साइज भयो हैन हजुर, हजुर। कसैलाई हुन्छ भने मलाई कन्ट्याक्ट गर्नुहोस् हैन अनि अथवा हजुरलाई गर्दा पनि हुन्छ हैन तपाईँलाई गर्नु न अनि यो चाहिँ त्यही हो एनिभर्सरी भन्नु न Anniversary, खोलेको okay, यसमा एकदम डिस्काउन्ट पाउनुहुन्छ है ल भन्नु न त कति भनेर यसको एक्जाम्पल हजुरलाई यसको हजुर 9000 मै आउँछ यो हो र हजुर ओके द्याट्स अ नाइस प्राइस 9000 मा आउँछ रे यो एउटा यो ग्र्याब एउटा छ मैले चाहिँ स्पेसल उसमै राखिदिएको है मटेरियल यस्तो छ स्पेसल प्राइसहरुमा राखेको छ है एक बहिनीको पसल खोलेको 1 वर्षको खुसीमा हैन प्लस कस्टमर्स आर अल्सो लभिङ हर प्रोडक्ट द्याट्स द मेन थिङ त्यो हिसाबले पनि कहिले कहिले चाहिँ हुनु पनि पर्छ यसको कति छ प्राइस यसको दाइ हजुर यसको पनि हजुरलाई त्यही 10000 दाइ 10000 हजुर बमले यो पनि प्याडेड त्यही हो दाइ एक्सेल साइज हो एक पिस छ अनि हजुरले त्यही हो अब वार्षिक के भन्छ एनिभर्सरी भनौँ न हजुर एनिभर्सरी अफर त्यसमा अफर हो ओके साउन्ड्स गुड ओके हुन्छ भने यसो उ गर्नुहोस् हैन मेसेज गर्नु बहिनीले अझै मिलाउँछ हजुर ओके यो राम्रो छ नि त बम्पर टाइपको यो पुमाको छ एउटा नाइस मसँग एडिडासकोहरु त सबै सिद्धियो है ए बम्परै बम्पर छ सबै सिद्धियो यो बम्पर पनि खास त जानु पनि बम्पर हो साइजले नगयो होला अब साइजले यो सानो साइजमा सिद्धिँदै अब त्यही भने क्या यो अति राम्रो छ मटेरियल नै कस्तो छ क्या हो कि दाइ गजब छ क्या राम्रो छ भने राम्रो छ भन्ने हो पैसा पनि त्यस्तो नट ब्याडै हो को नाइस फुल ब्ल्याक यो चाहिँ वार्मली प्याडेड हो केटा हो यसो इट्स नट थिन इट्स नट भेरी थिक पैसा कति छ यसको हजुर मैले यो स्पेसल अफरमै छ यो पनि 10000 छ दाइ 10000 हजुर ओके 10 साइज चाहिँ एक्सेल हो है दाइ एक्सेल है सो 10000 रे उहाँलाई व्हाट्सएप गर्यो भने चाहिँ अझै घटाइदिन्छ रे हल्का फुल्का अलराइट अनदर वान प्लिज यता पनि छ दाइ आइरहेछ ज्याकेटहरु ए नयाँ ज्याकेटहरु छ है ओके ओके अहिले हेर्न पर्छ अनि अब लेदरको है दाइ लेदर पनि हेरौँ त्यसपछि त्यहाँबाट पनि ज्याकेट निकाल्छु भनेको हो यो त्यहाँभित्रबाट त त्यही एड्रेसको हो दाइ ए ओके ओके नयाँ स्टकहरू त्यहाँ छ यो जाराको हो हैन यस दिस इज जाराको ज्याकेट साइनिङ वाला बम्परमा अलराइट सो जाराको लेदर ज्याकेट कति छ यसको प्राइस यसको दाइ यो स्पेशल अफरमा छ हैन अब यो के भन्छ एनिभर्सरीको स्पेशल अफर अफर ओके आउनुहोस् भिजिट गर्नुहोस् अथवा व्हाट्सएप गर्नुहोस् हैन उहाँलाई एकदम मिलाएर पाउनुहुन्छ ल कति साइज भन्नु भन्नुहुन्छ भने एउटा मिडियममा छ एउटा एक्सलमा छ है मिडियम र एक्सल ल पैसा पनि भनौँ न त हल्का फुल्का पैसा हजुरलाई त्यही 10000 10,000 मात्र यसको अफर राखिदिएको हजुर केटा छ यो ओरिजिनल जराको ज्याकेट ओरिजिनल है 100% ओरिजिनल 10,000 मात्रै रे 10,000 मात्रै सो साइज मिल्यो भने ग्र्याब इट मिडियम र एक्सल ओके अमेजिङ पछाडि यो त मेरो साथीहरूलाई खबर गर्नु पर्ला उनीहरूको हाइटलाई पनि ठ्याक्क हुने रहेछ 10,000 मा त कहाँ हुन्छ न यस्तो है ओ माई गड ओन्ली 10,000 राम्रो धेरै राम्रो प्राइस है त्यो त वाउ ओके यो छ एउटा त्यो हल्का प्याडेड होस् यो चाहिँ लाइट प्याडिङ के नाइस पछाडि भयो नि राम्रो हो यो चाहिँ म्याट कलरमा छ cool alright चेनमा डिटेल्स हल्का खोल्छु ल ओके यो चाहिँ दार्जिलिङमा बनेको है ए दार्जिलिङमा भनेको द वार्डरोब लेखेको छ है ओके लाइट प्याडेड नाइस सर कति यसको यसको पनि त्यही हो है 10000 सम्म आउँछ यो 10,000 हो हजुर ओरिजिनलको अफरमा 10,000 मा आउने भयो है साइजेस साइज चाहिँ यो एक्सेल हो एक्सेल यो एउटा हो हजुर ओके 10,000 मा के आउँछ अहिले लेदरकोमा त्यो पनि यस्तो ब्रान्डेडमा यो चाहिँ एउटा लिभाइज हो दाइ है हजुर 1 पिस बचेको छ हैन कुन साइज रहेछ यो एक्सेल हो है एक्सेल साइज
लिभाइसको ओरिजिनल कति छ यसको प्राइस? यसको प्राइस हजुरलाई 15,000 हो। यसको डिस्काउन्ट गरेर हजुरलाई अब यो अफर छ यसको पनि है, एनिभर्सरी अफर। यसको धेरै 11,000 पर्छ हजुरलाई। ओ माय गॉड, बहिनीले फेरि अर्को लेदर ज्याकेटहरू रिसाउने भयो तपाईँसँग फेरि ओरिजिनल बेच्नेहरू। होइन दाइ, मैले यो मेरो अफर उसमा राखेको हो नि त। त्यही त भने नि है, जिस्केको अब रिसाउने भयो अझै लिएर आउनु पऱ्यो, स्टक अलिक बढी अनि त्यसरी बेच्नु पऱ्यो। हुन त के हो अहिले एनिभर्सरी अफर भएर दिएको न त चान्सेस छैन है। ल ठिक छ, अर्को अटोग्राफ। यो चाहिँ यो ब्रान्ड अटोग्राफ हो, ओके cool. Alright, बम्पर, सिम्पल बम्पर, पातलोमा छ यो चाहिँ अलिकति है, हुडी सुडी लाउनुपर्छ भित्र। ओके बहिनी अगाडि फेरि यसको साइज चाहिँ मिडियम रहेछ। यसको प्राइस कति छ? यसको प्राइस हजुरलाई 11,000 छ है। 11,000 हजुर, डिस्काउन्ट गरेर यो है? प्राइस हजुर। है केटा फेरि नक्कली भन्ला है, आएर हेर अन्त यति पैसामा कसरी दियो भनेर हो कि अर्को। अब अमेजिङ है, आमामा यस्तो प्राइसहरू यो पनि जाराको हो। जराको ओके, जराको ओके, हातमा आइपुग्छ यस्तो छ। यो जराको ज्याकेटको प्राइस कति छ? यसको पनि त्यस्तै हो दाइ, यसलाई सबैमा हामीले चाहिँ यो के भन्छ, यो एनिभर्सरी हाम्रो अफरमा अफर राखेको हो होइन, त्यही भएर मिलाएर आउने हो क्या प्राइस। 11,000 मा आउँछ दाइ यो। 11 मा? हजुर, खास यसको प्राइस 15,000 हो। यसलाई हामीले चाहिँ मिलाएर दिएको हो कि। ओके 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 ओके, द्याट्स भेरी नाइस। साइज चाहिँ मिडियम। त्यही त म त एकछिन सोचमै परेर रहेछु क्या, हुन्छ नि कसरी दिनु सक्यो भनेर क्या। हुन त अब पहिला अफरमा ल्याउँछ बाहिरबाट होइन, अब अझै अब साइजहरू पनि कट भइसक्यो कति त, त्यही हिसाबले साइजहरू कट भयो। मसँग एक पिस मात्रै छ, त्यही भएर पनि हो। त्यसको माथि एनिभर्सरी होइन, वाइ नट, यही महिनामा दाइले नै भिडियो बनाउनु भएको हो, सो वाइ नट है। सो द्याट्स भेरी गुड डिल, ओके द्याट्स भेरी नाइस। अर्को बहिनी? अनि अर्को एउटा हुडीमा गरिदिउँ न दाइ। हुडी ओके, हजुर। सो नाइकको हुडी है, चेनवाला रहेछ त्यहाँ को, यस्तो छ मटेरियल, नाइकको ब्रान्डिङ के पछाडि यस्तो छ, क्याप पछाडिको हुडी राइट यस्तो छ। कोल, कति छ यसको प्राइस? यसको प्राइस है हजुर ओरिजिनल प्राइस त 10,000 हो दाइ होइन, यसलाई पनि केही डिस्काउन्ट गरेर हामी दिन सक्छौँ दाइ। ए हजुर, कतिसम्म आउँछ? यसलाई हजुरलाई 7,500 सम्म आउँछ दाइ। 7,500 7,500 सरी, 7,500 सम्म आउँछ होइन। ओके ओके दाइ, हेर्दै गर्नु ल क्यापहरू, म यसो भिडियो हान्छु। सब हामीले यो डिस्काउन्ट राखेको दाइ, हाम्रो एनिभर्सरी। त्यो प्याडोको यो तपाईँले कहाँ किनेको दाइ त्यो क्याप? यो हामीले नै बनाएको। ए बनाएको हो? हजुर, ए राम्रै बनाएको छ। ट्रेकिङ कम्पनीको। ए ओके ओके ओके, अब अर्को हुडी हेरौँ ल। अर्को भन्नु के फरक पर्दैन, कति छ त्यसको क्यापको? कुनको दाइ? अर्को साइज छैन, यसको एक पिस मात्रै छ दाइ मसँग अहिले। कति छ प्राइस भन्ने हुन्छ? प्राइस हजुरलाई 3,000 मै आउँछ दाइ, एक पिस भएर। हजुर, ल अब हामी यहाँ सुरु गरौँ ल, तपाईँ हेर्दै गर्नु ल, हामी एकछिन 5-10 मिनटमा सकिन्छ। ओके, यो चाहिँ यो नाइकको हुडी हो, यसको चाहिँ मेन भनेको यो साइड आर्म्समा जिपर रहेछ, एउटा युनिक डिजाइन चाहिँ, अनि पछाडि यस्तो भयो, हातमा कटको डिजाइन छ। ओके, नाइकको हुडी कति छ पैसा? यो हुडी दाइ यसको मटेरियल पातलो छ है, त्यस्तो मोटो छैन। 10,000 छ दाइ। हजुर, यसलाई पनि डिस्काउन्ट गरेर आउँछ। कति? 7,500 भने कि? हजुर, 7,500। ओके, 7,500 मा आउँछ अरे। अहिलेकोमा जिपर थियो, यसमा छैन, यसमा चाहिँ ओपन हो। ओके, अर्को त्यो पनि राम्रो छ, डिजाइन चाहिँ अलिकति डिफ्रेन्ट। राइट, सो अलिकति डिफ्रेन्ट छ। नाइकको भ्याल्यु हातमा छ यसरी, जिपर एन्ड इट्स अ पकेट है, स्मल पकेट, अनि पछाडि लाइक दिस, यो पनि पातलै छ, वकहरूलाई चाहिँ हुन्छ, जिम सिम जाँदाखेरि यताउता। कति छ यसको प्राइस? 7,500 आउने प्राइस होइन। ओके, अर्को हेरौँ ल। अर्को ओके, नाइकको मटेरियल भित्र, ओके पछाडि
डिटेन्सहरू यसरी छ है थर्मल फिट के दिएछ राइट यो चाहिँ जिपरवाला भयो फुल कति छ यसको प्राइस चेकिङ अर्को पनि छ क्या प्राइस यसको 11,000 छ है आउने चाहिँ यसको आउने 8,000 सम्म आउँछ 8,000 ओके ल अर्को हेरौँ 7,500 सम्म भन्नु 7,500 भनिदिउँ ल है ओके अर्को हेरौँ ल अर्को त यो छ एउटा ओके यो त अलिकति विन्ड ब्रेकर टाइपको रहेछ ओके सो विन्ड ब्रेकर नाइकको फुल जिपर भएको है यसरी छ थर्मा फिट अहिले हल्का पानी पनि धान्छ जस्तो यसो पानी हेर्दा धान्छ त हो हेर्दा चाहिँ त्यस्तो लाग्यो मलाई ओके पछाडि यस्तो छ माइक्रो ब्रान्डिङ प्रिन्ट हो त्यो ओके भित्र यस्तो अगाडि भित्र अलिकति न्यानो खालको रहेछ खोल कति छ यसको पैसा यसको हजुर 11,000 है 11,000 आउने चाहिँ आउने चाहिँ 9 सम्म आउँछ 9,000 ओके यो 9,000 सम्म आउँछ रे तर साइज चाहिँ हजुर एक्सेल है एक्सेल ओके साइज मैले एक्सेल यसको साइज भन्नु बिर्सेँ हैन ओके ओके यसको यसको साइज साइज चाहिँ स्मल र मिडियम मात्रै छ स्मल र मिडियम ओके यसको पनि त्यही छ मिडियम र स्मल स्मल र मिडियम ओके ओके साइज पनि भन्नु पर्यो नि त कसै त्यो ठुलो पनि मान्छे हुनुहुन्छ हैन त्यो पनि हो त्यही भएर गाह्रो हुन्छ कतिवटाको मैले साइजै भनिदिन्छु ठिकै छ अनि अर्को यो पनि छ यो पनि स्पेसल अफरमा छ यो कति छ अफर अफर हजुरलाई मैले 8,000 सम्म दिन्छु कि यो चाहिँ 8,000 सम्म साइज साइज भनेको हजुरलाई मिडियम लार्ज एक्सेलमा पनि छ अहिले यो छ नि यो साइजको चाहिँ कस्तो हुन्छ भने चाहिँ प्रायः जसो यो साइज भनिहाल्यो होइन तर कस्तो हुन्छ साइज युरोपियन साइज युएसए साइज एसियन साइज हुन्छ है त्यही कारणले चाहिँ मैले भिडियोमा भनिरहेको हुन्छु कि लाइक फोटो स्क्रिनसट गरेर तपाईँलाई पठाउनु होइन कुनै सामान मन पर्यो भने त्यसपछि उसको साइज उसको उसले लगाउने लुगाको साइज चाहिँ नि तपाईँलाई पठाउनु पर्छ क्या फोटोको अनि मात्रै थाहा हुन्छ न त फेरि एजियन स्मल लाउनेले फेरि मलाई स्मल साइज पठाइदिनु भनेर यो युरोपियन स्मल पऱ्यो नि मिल्दैन फेरि है त्यो चाहिँ आउँछ सबै किनकि साइजहरूमा यसरी आउँछ कि युएस साइज पनि हुन्छ यसमा होइन किनकि युएस पनि हुन्छ अनि युरोप हुन्छ होइन कुनैमा चाहिँ एसियन पनि दिएको हुन्छ सो त्यही अनुसारले चाहिँ आफ्नो लगाएको लुगाको चाहिँ यस्तो ट्यागको बाहिरको फोटो खिचेर पठाउँदा राम्रो ओके अनि अर्को केही छ बहिनी अर्को अब यो एउटा छ दाइ यो रिबकको छ रिबकको हेरौँ न सरी अन पनि ज्याकेट छ हो र रिबकको ल अरू पनि देखाउनुपर्छ है यो के भन्छ युनिसेक्स है युनिसेक्स हो ए यसो हेर्दा त तर साइजमा चाहिँ एक्स्ट्रा स्मल मात्रै छ दाइमा छ ए एक्स्ट्रा स्मल ठिकै छ नि त कोही त सानो खोज्नेहरू पनि छ नि त एक्स्ट्रा स्मलको चाहिँ एउटा मात्रै एउटा निस्क्यो अहिले यो पनि वार्मली प्याडेड हो रिबकको प्रिन्सेसमा ओके भित्र छ के रहेछ त्यो ओके यसको प्राइस कति छ यसको त एकदम डिस्काउन्ट गरेर आउने प्राइसै भनिदिन्छु म हुन्छ आउने 5,000 नै दिएको छु मैले हजुर साँच्चै मात्रै छ हैन सब पिस दिएको एक पिस बचेको अनि त्यही भएर मैले 5,000 हजुर वाउ एक्स्ट्रा स्मल चाहिने भन्नु होला 5,000 रे ओके ल अर्को ज्याकेट नयाँ कता छ त्यो देखाउँ त ए यहाँ तलको देखाएको छैन है ए यहाँ देखाएकै छैन रहेछ नि त हौ म पनि बिर्सिरहेको ओके सो दिस इज रिबकको नेभी ब्लू रिबकको प्रिन्ट्स वार्मली प्याडेड सो यो चाहिँ वार्मली प्याडेड ज्याकेट हो चेन छ त्यहाँ तल हुडी चाहिँ निकाल्ने मिल्ने रहेछ एउटा फर्स्ट लेखेँ ल हुडी निकाल्ने मिल्ने खालको र राख्ने मिल्ने पछाडि प्लेन डिजाइन यस्तो छ है ओके सो दिस इज वार्मली प्याडेड कति छ यसको पैसा 12,000 आउने 12,000 हो ओके सो यसको आउने चाहिँ 12,000 साइज लार्ज है लार्ज ओके मिलाइन्छ ओके ओके ल ल ल अहिले मिलाइन्छ यो नाइस किनकि हाम्रो भिडियो टाढा पनि हेर्नुहुन्छ राइट 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 हो त्यो पनि हो खोल यो राम्रो लाग्यो मलाई मिठो कलर वार्मली प्याडेड है डिजाइन इज भेरी निट अनि यसमा रिबकको ब्रान्डिङ ओके पछाडिको डिजाइन राइट फेरि अगाडि एकचोटि ओके नाइस
यस्तो छ है मटेरियल्स यसको कति छ प्राइस यसको सेम प्राइस हो दाइ सेम भन नि त्यही 12,000 12,000 त्यसमा अलि मिलाउँछ मिलाउँछु यसको पनि साइज लार्ज मात्रै हो लार्ज है साइज लार्ज ओके अहिले सबै बहिनीले EU साइजहरू भनेको ओके EU साइज भने चाहिँ उहाँले सबै अलराइट एनी अदर स्टफ हजुर हालको त के छ बहिनीहरूसँग यहाँ माथि के छ यो पनि एउटा देखाउँछु नि दाइ कुन चाहिँ यो एउटा यो रिबकको यो के भन्छ अप्पर टाइपमा के अलराइट सो रिबकको यो चाहिँ वार्मली प्याडेड रहेछ है सो यो अहिलेको वेदर जाडो यो टाइमलाई हुन्छ ओके यो टाइममा त हुन्छ तातो हुन्छ यो पनि मजाले हुँदैछ यस्तो छ ब्रान्डिङ यस्तो छ है भित्रको मटेरियल cool nice and plain कति छ यसको प्राइस यसको प्राइस हजुरलाई यो मैले दिने प्राइस भनेको नि दाइ यसको 8,000 मा आउँछ 8,000 आउँछ ओके अनि यसको साइज साइज भन्नुको लार्ज साइज EU लार्ज हैन UL ओके ओके and another one please अरु के छ हजुर हजुर यो पनि साइज हो यो पनि देखाइदिनु अस्ति भिडियोमा नि छ त्यही पनि यसो अनि ठिकै छ यतिमा देखाइदिनु के फरक पर्दैन देखाउनु है हैन सान भने चाहिँ त अब के छ छैन देखाउनु त अनि कुन साइज रहेछ यो साइज छ यसको दाइ यसको छ साइजहरू साइज भन्नाले मिडियम नै छ मिडियम छ हजुर यसमा चाहिँ मिडियम छ अरे वर्ल्ड क्लास एथलेटिक कति छ यसको पैसा यसको पैसा यसको हजुरलाई 7,500 सम्म आउँछ 7,500 सम्म आउँछ ओके अनि यो छ दाइ हजुर यो पनि एकदम स्पेशल अफर है यो एडिडासको हजुर के स्पेशल अफर हजुर ओके हल्का पातलो अहिले रनिङ सनिङ जिम सिम गर्दाखेरि काम लाग्छ हाइकिङ साइकिङ गयो भने मिडियम पछाडि स्मल मिडियम अनि लार्ज स्मल मिडियम लार्जमा छ हो ओके स्पेशल अफर कति छ यसको यसको हजुरलाई यो प्राइस भनेको 6,500 मा आएर है 6,500 मा सो यो 6,500 मा आएर है त एडिडासको एम्ब्रोइडरी ओके cool alright so are we finished ज्याकेट्स ओके सो सामान त मैले यसरी देखाइहाल्यो अलराइट गाइस सो चाह्यो भने हाम्रो बहिनीको चाहिँ धेरैले मन पराएको सामानहरू होइन रिपिटेड कस्टमर्स आइरहेको छ सो फार नो कम्प्लेन्स मैले सुनेको पनि छैन अहिलेसम्म मलाई बसिरहेको छैन कम्प्लेन्सको बारेमा सो थ्याङ्क यू भेरी मच है अनि स्पेसल अफर अनि त्यो ज्याकेट्सहरूको प्राइस त इट्स क्रेजी है इट्स भेरी सस्तो सो आएर हेरिहाल्नु होला है अर्को सामान के छ देखिहाल्यो अलराइट गाइस सो पिस